नमस्ते र गुड मर्निङ सीएमआर को 101.3 को स्टुडियोबाट म कार्यक्रम उद्घोषक एवं तपाईको आवाजको साथी अनिल थापा र मेरो साथी मदन बस्नेतको पनि हार्दिक न्यानो अभिवादन र शुभ प्रभात। गुड मर्निङ टोरन्टो। नमस्ते टोरन्टोको आकाशमा नेपालीहरूको आवाज। नमस्ते रेडियो भोइस अफ द नेप्लिज कम्युनिटीको कार्यक्रमलाई हरेक साताको शनिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म क्यानेडियन मल्टिकल्चर रेडियो 101.3 एफएमबाट क्यानाडाको ग्रेट टोरन्टो एरिया र इन्टरनेट प्रविधि मार्फत हाम्रो वेबसाइट www.namasteradio.ca मा गई आर्काइभमा लगइन गर्नुभएको खण्डमा हामीलाई सुन्न पनि सक्नुहुन्छ र अहिले प्रत्यक्ष प्रसारणमा पनि तपाईले सुन्न सक्नुहुन्छ। त्यस्तै फेसबुक लाइभबाट हामीलाई हेरिरहनु भएको सम्पूर्ण दर्शक र श्रोताहरूलाई म र मेरो साथी मदन बस्नेतको तर्फबाट हार्दिक न्यानो अभिवादन र शुभ प्रभात। एसएसबी इन्टरटेनमेन्टद्वारा उत्पादित तथा प्रसारित यो साप्ताहिक नमस्ते रेडियोको कार्यक्रमलाई तपाईहरूले आफ्नो समय अनुकूल जुनसुकै बेला हाम्रो वेबसाइट www.namasteradio.ca मा गई आर्काइभमा लगइन गर्नुभएको खण्डमा सुन्न पनि सक्नुहुनेछ। आज मे 10, 2025 तदनुसार 2082 साल वैशाख 27 गते त्रयोदशी शनिबारको दिन। यो सोमबार क्यानाडामा मदर्स डे परेको छ भने नेपालमा गौतम बुद्ध जयन्ती परेको छ। यी दुवै दिनको तपाईहरु सम्पूर्ण दर्शक र श्रोताहरूलाई हाम्रो तर्फबाट हार्दिक न्यानो अभिवादन, बधाई, शुभकामना दिन चाहन्छौं। नमस्ते रेडियो टोरन्टोको तर्फबाट सबै आमाहरूप्रति हाम्रो हार्दिक नमन भन्दै ह्यापी मदर्स डे तपाईहरु सम्पूर्णलाई। आजको कार्यक्रममा सदाझै कर्णप्रिय गीत संगीत सुनाउनुको साथै केही समसामयिक विषयमा मदनजीले समसामयिक विषय लिएर आउनु भएको छ, त्यसमा हामी कुराकानीहरू गर्नेछौँ भने अहिले इन्डिया र पाकिस्तानको वारले आइपीएल गेमहरू स्थगित भएको छ भने त्यही कुराहरू पनि हामीले गर्नेछौँ र क्यानाडाको राजनीतिक बारेमा पनि अलिकति कुरामा हामी थप्नेछौँ। श्रोताहरूलाई कार्यक्रमको यो पहिलो सुरुवात गर्दछु गौतम बुद्ध अथवा चाहिँ नि बुद्धम शरणम गच्छामि भन्ने सांगीतिक कोशलीबाट र त्यसपछि हामी समसामयिक विषयमा कुरा गर्नेछौँ। सुनौ यो गीत। नमस्ते दर्शकहरू, पुनः स्वागत गर्न चाहन्छु नमस्ते रेडियो टोरन्टोको यो फेसबुक लाइभमा तपाईहरु प्रत्यक्ष प्रसारणमा हुनुहुन्छ र अहिले हामी सीएमआर क्यानाडाको यो टोरन्टो स्थित सहरबाट हामी प्रत्यक्ष प्रसारण छौं क्यानेडियन मल्टिकल्चर रेडियो 101.3 एफएममा र हामीसँग सँगै मेरो साथी हुनुहुन्छ मदन बस्नेतजी। सायद तपाईहरुले देख्नु भएको छैन होला, म त थाहा छैन मदनजीसँग। नमस्ते, गुड मर्निङ, यहाँ सबैलाई धेरै धेरै स्वागत। यो सोमबारको दिन बुद्ध जयन्ती परेको हुनाले सम्पूर्ण धर्मावलम्बी जो बुद्ध धर्म मान्नुहुन्छ उहाँहरूलाई अग्रिममै बधाई र शुभकामना दिन चाहन्छु। त्यस्तै सोमबारको दिन यहाँ मदर्स डे परेको हुनाले सम्पूर्ण आमाहरूप्रति हाम्रो हार्दिक नमन र तपाईहरु सम्पूर्णलाई ह्यापी मदर्स डे पनि भन्न चाहन्छौँ। रेगुलर $34 को प्लानलाई पहिलो महिना $17 मा र थप 2 महिना निशुल्क सेवा पाइनेछ। चौथो महिनाबाट मात्र नियमित $34 तिर्नुपर्ने हुन्छ। यो प्लान अन्तर्गत अनलिमिटेड क्यानाडा वाइड एन्ड यूएस कल र टेक्स्टको सुविधा, 150 MB स्पिडको 60 GB डेटा, voicemail, no contract, no credit check, cancel any time को सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ। भुक्तानी अनलाइन, डेबिट वा क्रेडिट अथवा स्टोरमा क्याश वा टप अप भाउचर्सबाट पनि गर्न सकिन्छ। छोटो समयको लागि मात्र यो अफर गरिएको हुनाले समयमै फाइदा उठाउनुहोला। थप जानकारीको लागि वेबसाइट saturdays.ca मा जान वा फोन नम्बर 416-400-3327 मा सम्पर्क गर्न सक्नुहुनेछ।
नमस्ते, म सृष्टि पूर्ण घिमिरे, तपाईको रियल एस्टेटको साथी। GTA र वरपर रहेका सहरहरूमा घर किन्न वा बेच्नु परेमा मलाई मौका दिनुहोस्। आफ्नो समाजलाई केही गरौँ भनी भावना बोकी आफ्नो सिप र दक्षले तपाईलाई सस्तो र राम्रो घर किनाउने र तपाईको घरलाई बजार भाउभन्दा बढीमा बेच्ने मेरो धोको छ। GTA ड्रिम हाउस टिमले तपाईलाई मोर्गेज, लयर, इन्स्पेक्सन र रियल एस्टेटका सबै सुविधा मिलाउने छ। 4165457480 मा म सृष्टि पूर्ण घिमिरेलाई फोन गरी आफ्नो जिज्ञासाका कुराहरू शेयर गरौँ। 4165457480। तपाईको चाहना पूरा गर्ने हाम्रो काम। GTA ड्रिम हाउस टिम। GTA ड्रिम हाउस टिम। जगद्गुरु श्री कृपालुजी महाराजद्वारा स्थापित गैर नाफामुखी संस्था राधा माधव समाज जगद्गुरु कृपालु परिषदको विश्वव्यापी अभियान अन्तर्गत क्यानाडाको हेमिल्टन स्थित राधा माधव समाजको पहल कदमीमा युगल खुद्द राधाकृष्ण मन्दिर र कम्युनिटी सेन्टरको उद्घाटन हुन गइरहेको छ। मे 17, 18 र 19 तारिकमा कलश यात्रा, महाआरती, हवन, महाभोग, महाअभिषेक, पूजन र सांस्कृतिक कार्यक्रम लगायत विविध धार्मिक अनुष्ठान हुन गइरहेकोले यहाँहरू सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ। विस्तृत जानकारीको लागि युगल कुञ्ज राधाकृष्ण मन्दिर 375 एभरडिन एभिन्यू हेमिल्टन, फोन नम्बर 2893895311 मा सम्पर्क गर्न वा yugalkunja.org वा info.ca@yugalkunja.org मा गएर बुझ्न सक्नुहुनेछ। नमस्कार, शुभ प्रभात। यहाँहरू सबैलाई फेरि पनि स्वागत गर्न चाहन्छौँ र अनिल दाइले अघि भनिसक्नु भएको छ, आउँदो साता बुद्ध जयन्ती पनि छ, त्यसै गरी मदर्स डे पनि छ। यो दुवै पर्व उत्सवहरूको अवसरमा नमस्ते रेडियोको तर्फबाट हामी यहाँहरू सबैलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ र आजको कार्यक्रमको सुरुवातमा केही समाचार श्रृङ्खलाहरू छन्। प्रधानमन्त्री मार्क कार्नीको अमेरिका भ्रमण, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच भेटवार्ता भएको छ र व्हाइट हाउसमा भएको भेटमा ट्रम्पले क्यानाडासँग मित्रता चाहेको बताएका छन्। उनले मिडियालाई अमेरिकाले जस्तो अवस्था आए पनि क्यानाडासँग मित्रता कायम राख्ने बताएका हुन्। उनले क्यानाडियाली जनताप्रति पनि ठूलो सम्मान रहेको पनि उल्लेख गरे। क्यानाडालाई संयुक्त राज्य अमेरिकाको 51औं राज्य बनाउने ट्रम्पको यसैको भनाइको प्रत्युत्तरमा क्यानाडियाली प्रधानमन्त्री मार्क कार्नीले व्हाइट हाउसबाट स्पष्ट शब्दमा भने, जसरी व्हाइट हाउस र बकिङम प्यालेस बिक्रीमा छैन, त्यसरी नै क्यानाडा पनि बिक्रीमा छैन र कहिल्यै हुने छैन। र क्यानाडामा नयाँ मन्त्री परिषद शपथ मंगलबार। प्रधानमन्त्री मार्क कार्नीले आउँदो मंगलबार शपथ ग्रहण गराउने भएका छन्। चर्चा अनुसार मन्त्रीमण्डल ट्रुडो सरकारको भन्दा सानो र चुस्त रहनेछ र नजरमा राख्नुपर्ने नयाँ लिबरल अनुहारहरूमा भ्यान्कुभरका पूर्व मेयर ग्रेगर रोबर्टसन, क्यालगारीको कोरी होगन, पूर्व मनिटोबा मन्त्री बक्ले बेलान्जर र पूर्व प्रसारक इभान सोलेमन र इकोल पोलिटेक्निकका सामयिक गोलीकाण्ड इन्जिनियर र बाँचेका नाथली प्रोभोस्ट र त्यसैगरी पार्टीका तर्फबाट मन्त्री हुने अरू अलावा नयाँ मन्त्रीहरूमा आइबिएम क्यानाडाका पूर्व सीईओ क्लाउड ग्वे, अर्थशास्त्री कोलोरिन डेस्चोर्स, त्यस्तै गरी क्युबेकका पूर्व अर्थमन्त्री कार्लोस लेइटाओ र गोल्डम्यान साक्सका पूर्व सीईओ टिम हसन बारे पनि बजारमा हल्ला चलेको छ। अब यो मंगलबार नै थाहा होला। र माग कम भएका कारण वेस्ट जेटद्वारा 9 अमेरिकी रुटहरू निलम्बन। दुई देशहरू बीचको यात्राको माग गर्दै जाँदा वेस्ट जेटले अमेरिका र क्यानाडा बीचको 9 रुटहरू स्थगित गरेको छ र त्यसरी स्थगनमा परेका रुटहरूमा अमेरिकाको विभिन्न शहरबाट क्यानाडाको भ्यान्कुभर, क्यालगारी, एडमन्टन, विनिपेग लगायतका शहरहरूमा रहेका छन् र व्यापारसँग सम्बन्धित तनावका बीचमा कम क्यानाडियालीहरू दक्षिणतिर यात्रा गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाप्रति विलयवादी बयानबाजी जारी राख्दा यी परिवर्तनहरू आएका छन् र क्यानाडालाई 51औं राज्य बनाउनु पर्छ भनेर उनले बारम्बार भन्दै आउँदाखेरि त्यसैको यो प्रत्यक्ष असर परेको बताइन्छ। अन्टारियोले क्यानाडाको पहिलो मिनी आणविक ऊर्जा प्लान्टको निर्माण सुरु गर्ने। प्रिमियर डग फोर्डको सरकारले अन्टारियो पावर जेनेरेसन अन्तर्गत डार्लिङटन पावर प्लान्टको छेउमा निर्माण गरिने नयाँ आणविक ऊर्जा प्रविधिलाई क्यानाडाको पहिलो सानो मोड्युलर रिएक्टरको निर्माण सुरु गर्न ग्रीन सिग्नल दिएका छन् र अन्टारियोको ऊर्जा तथा खानी मन्त्रालयका अनुसार उक्त सानो मोड्युलर रिएक्टर एसएमआरले 300 मेगावाट बिजुली प्रदान गर्नेछ, जसले लगभग 3 लाख घरहरूलाई बिजुलीको आपूर्ति गर्ने बताइएको छ। क्यानाडाबाट छुट्टिन अल्बर्टामा अर्को वर्ष जनसंग्रहको सम्भावना। अल्बर्टाका पृथकतावादी असन्तुष्टि फेरि बढ्दै जाँदा अल्बर्टाकी प्रिमियरले बारम्बार आफू अलग हुन नचाहेको बताउँदै आएकी छिन्, तर उनले अल्बर्टावासीहरूको आवाजलाई सम्मान गर्न आवश्यक रहेको पनि बताएकी छन् र पर्याप्त हस्ताक्षर भएमा अर्को वर्षको सुरुमै अलग गिने जनसंग्रह सुरु गर्ने बाचा पनि व्यक्त गरेकी छिन्। युनाइटेड कन्जर्भेटिभ सरकारले अघिल्लो साता संसदमा एउटा विधेयक पास गरेको र जुन पारित भएमा
प्रान्तीय जनमत संग्रहको प्रक्रिया सुरु गर्न चाहिने न्यूनतम मापदण्ड पूरा गर्न यसका पक्षधरहरूलाई सजिलो हुनेछ। नागरिकहरूले सुरु गरेको जनमत संग्रहको न्यूनतम मापदण्डमा अघिल्लो निर्वाचनको योग्य मतदाताहरूमध्ये 20% हस्ताक्षर गरेको हुनुपर्नेमा प्रस्तावित विधेयकमा त्यो संख्या 10%मा झारिएको छ। र भारतद्वारा पाकिस्तानमा एयर स्ट्राइक र पाकिस्तानले पनि गर्यो प्रतिकार। भारतले बुधबार बिहान पाकिस्तान प्रशासित कश्मीरमा अपरेसन सिन्दुरको नाममा हवाई आक्रमण गरेपछि दुवै पक्षबीच यति बेला आक्रमण र प्रत्याक्रमण जारी छ। भारतीय सेनाले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा कुल 9 स्थानहरूलाई लक्षित गरेर आक्रमण गर्दा आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख मसुद अजहरको परिवारका 10 सदस्य र 4 नजिकका सहयोगी मारिएको दावी गरेको छ। प्रत्याक्रमणमा भारतीय सशस्त्र बलले भारत प्रशासित कश्मीरको जम्मू र उधमपुर तथा पन्जाब राज्यको पठानकोट लगायत धेरै ठाउँमा पाकिस्तानद्वारा ड्रोन र मिसाइल आक्रमण भएको दावीलाई अस्वीकार गरेको छ र यस घटनामा कुनै मानवीय क्षति नभएको अल जजिराले जनाएको छ। यसैबीच भारत सरकारले त्यहाँको महत्त्वपूर्ण अनलाइन सञ्चार माध्यम द वायरलाई ब्लक गरेको छ। उता पाकिस्तानले भने सबै मित्र राष्ट्रहरूसँग आर्थिक सहयोग गर्न अपील गरेको छ। यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले भारतीय हमलाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् र संयम अपनाउन, तनाव कम गर्न र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्तिलाई खतरा पुर्याउने गतिविधिलाई टाढा राख्न उनको आग्रह छ। भारत पाकिस्तान द्वन्द्वले आइपिएल स्थगित। भारत पाकिस्तान द्वन्द्व चर्किँदा 18औं सिजनको आइपिएल अनिश्चितकालका लागि स्थगित गरिएको छ र भारतीय क्रिकेट बोर्ड बीसीसीआईले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका लागि आइपिएल स्थगित गर्ने निर्णय गरेको हो। भारत पाकिस्तानको युद्धमा नेपालले पनि बोल्यो। भारत र पाकिस्तान बीच बढ्दो तनावबारे धारणा सार्वजनिक गर्दै नेपालले आतंकवाद विरुद्धको लडाईँमा सबैको साथमा रहेको जनाएको छ र परराष्ट्र मन्त्रालयले बिहिबार विज्ञप्ति जारी गर्दै आतंकवाद विरुद्धको लडाईँमा नेपाल सबैसँग साथमै रहने जनाएको छ। र पोपमा निर्वाचित हुने पहिलो अमेरिकी रोबर्ट प्रिभोस्ट बिहिबार भ्याटिकनको नयाँ पोप निर्वाचित भएका छन्। प्रिभोस्ट अब पोप लियो 14औंको रूपमा चिनिनेछन्। उनी क्याथोलिक चर्चका नेता चयन हुने पहिलो उत्तर अमेरिकी नागरिक हुन्। शिकागोमा जन्मिएका प्रिभोस्ट सुधारकका रूपमा चिनिन्छन्। र स्वेच्छाले अमेरिका छाड्नेलाई सुविधा दिने अमेरिकी राष्ट्रपतिको घोषणा। ट्रम्प प्रशासनले स्वेच्छाले अमेरिका छाड्ने अवैध आप्रवासीलाई $1000 र साथमा यात्रा खर्च दिने घोषणा गरेको छ। त्यसैगरी सेनामा तेस्रो लिङ्गीहरूलाई प्रतिबन्ध लगाउने अमेरिकी सर्वोच्च अदालतले ट्रम्पलाई अनुमति पनि दिएको छ। र एउटा अपुष्ट समाचार छ, यसको पुष्टि त भएको छैन। 20 नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको खबर आएको छ र अमेरिका छिर्ने क्रममा पक्राउ परेका भनेका 20 नेपालीलाई काठमाडौँ ल्याएर छोडिएको एउटा चार्टर विमान मार्फत र उनीहरू चाहिँ विशेष गरी यो ओम्नी एयरलाइन्सको फ्लाइटबाट उनीहरूलाई बिहिबार काठमाडौँ ल्याएर छाडिएको र उनीहरू यो पनामाबाट गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेको भन्ने अपुष्ट समाचार हामीले यहाँ राख्यौं। र इन्डियन आइडल पवनदीप दुर्घटनामा इन्डियन आइडल सिजन 12 का विजेता तथा चर्चित गायक पवनदीप राजन कार दुर्घटनामा परेका छन् र सोमबार बिहान 3:30 बजे उत्तर प्रदेशमा चाहिँ उनको दुर्घटना परेको हो र उनी गम्भीर घाइते छन् र यतिखेर अस्पतालमा उपचाराधीन पनि छन्। र पवनदीप उत्तराखण्डको चम्पावतका हुन् र हामी उनको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्छौं। सन् 2015मा भोइस अफ इन्डिया जितेपछि उनको सांगीतिक यात्रा उनले सुरु गरेका थिए। र त्यसैगरी कम्युनिटी इभेन्टहरू छ र कम्युनिटी इभेन्टको बारेमा म एकछिनमा यहाँहरूलाई जानकारी गराउँछु एउटा ब्रेकपछि। तर त्योभन्दा अगाडि दुईटा सूचनाहरू छन्। एनआरएन एनसीसी क्यानाडा मेम्बरशिप खुला। निकट भविष्यमा हुने निर्वाचनलाई मध्यनजर गर्दै एनआरएन एनसीसी क्यानाडाले मेम्बरशिप खुला गरेको छ। सहिष्ठुता लिने 2025 मे 6 देखि यहाँहरूले आवेदन गर्न सक्नुहुनेछ भने अन्तिम मिति जुनको 6, 2025 तोकिएको छ। विस्तृत जानकारीको लागि यहाँहरूले एनआरएन क्यानाडाको फेसबुक पेज वा वेबसाइट भिजिट गर्न सक्नुहुनेछ। त्यसैगरी नेपाली दूतावास ओटावाले एनआरएन क्यानाडा तथा नेप्लिस कम्युनिटी अफ लन्डन अन्टारियोको लगायतका स्थानीय डायस्पोराहरूको यो अरू सङ्घ संस्थाहरूको सहयोगमा यो कन्सुलर सेवा शिविर चाहिँ सञ्चालन गरेको यहाँहरूलाई हामी जानकारी गराउन चाहन्छौँ। र यसपछि कम्युनिटी इभेन्टका कुराहरू छन्। म यो एउटा व्यापारिक विश्राम र केही साङ्गीतिक कोसेलीपछि यहाँहरूलाई कम्युनिटी इभेन्टको बारेमा जानकारी गराउनेछु। धन्यवाद। Oh
सोमबार बुद्ध जयन्ती भएको हुनाले बुद्ध जयन्तीको अवसरलाई हामीले मौका छोपेका छौँ। अहिले ब्याकग्राउन्ड तपाईँले आनी छोइङको गीत चाहिँ यहाँ ब्याकग्राउन्डमा सुनिरहनु भएको छ र आनी छोइङजी पनि अब लास्ट इयर सम्भव भएन, यो वर्ष क्यानाडा आउँदै हुनुहुन्छ, म्युजिकल कन्सर्ट उहाँको पनि हुन्छ। त्यसको बारेमा पनि हामी जानकारी यहाँहरूलाई छिटै गराउनेछौँ। दर्शकहरू, ब्याकग्राउन्डमा तपाईँ सुनिनुहुन्छ आनी छोइङ फिल्मको स्वरमा, सायद यो नयाँ गीत हुनसक्छ तपाईँहरूलाई। र अर्को कुरा, उहाँको कन्सर्ट मेको 30 तारिकमा टोरन्टोमा हुँदैछ। यदि तपाईँहरूले टिकट लिइसक्नु भएको छैन भने टिकट अनलाइनमा बिक्री हुन थालिसकेको छ, तपाईँहरू पनि आफ्नो सिट रिजर्भ गर्नुहोला। र हामी समय मिलेको खण्डमा हामीलाई पनि रेडियोमा बोलाउने कोसिस गर्नेछौँ। नमस्ते, म सृष्टिपूर्ण घिमिरे, तपाईको रियल एस्टेटको साथी। जिटिए र वरपर रहेका सहरहरूमा घर किन्न वा बेच्नु परेमा मलाई मौका दिनुहोस्। आफ्नो समाजलाई केही गरौँ भनी भावना बोकी आफ्नो सिप र दक्षले तपाईलाई सस्तो र राम्रो घर किनाउने र तपाईको घरलाई बजार भाउ भन्दा बढीमा बेच्ने मेरो धोको छ। जिटिए ड्रिम हाउस टिमले तपाईलाई मोर्गेज, लयर, इन्स्पेक्सन र रियल एस्टेटका सबै सुविधा मिलाउने छ। 4165057480 मा म सृष्टिपूर्ण घिमिरेलाई फोन गरी आफ्नो जिज्ञासाका कुराहरू शेयर गरौँ। 4165057480। तपाईँको चाहना पूरा गर्ने हाम्रो काम। जिटिए ड्रिम हाउस टिम। जिटिए ड्रिम हाउस टिम। जगद्गुरु श्री कृपालुजी महाराजद्वारा स्थापित गैर नाफामुखी संस्था राधा माधव समाज जगद्गुरु कृपालु परिषदको विश्वव्यापी अभियान अन्तर्गत क्यानाडाको हेमिल्टन स्थित राधा माधव समाजको पहल कदमीमा युगल खुद्द राधाकृष्ण मन्दिर र कम्युनिटी सेन्टरको उद्घाटन हुन गइरहेको छ। मे 17, 18 र 19 तारिकमा कलश यात्रा, महाआरती, हवन, महाभोग, महाअभिषेक, पूजन र सांस्कृतिक कार्यक्रम लगायत विविध धार्मिक अनुष्ठान गइरहेको यहाँहरू सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ। विस्तृत जानकारीको लागि युगल कुञ्ज राधाकृष्ण मन्दिर, 375 एभरडिन एभिन्यू, हेमिल्टन, फोन नम्बर 2893895311 मा सम्पर्क गर्न वा yugalkunja.org वा info.ca@yugalkunja.org मा गएर बुझ्न सक्नुहुनेछ। सेक्टर मोबाइलले नयाँ अफर ल्याएको छ, जस अन्तर्गत रेगुलर $34 को प्लानलाई पहिलो महिना $17 मा र थप 2 महिना निशुल्क सेवा पाइनेछ। चौथो महिनाबाट मात्र नियमित $34 तिर्नुपर्ने हुन्छ। यो प्लान अन्तर्गत अनलिमिटेड क्यानाडा वाइड एन्ड US कल र टेक्स्टको सुविधा, 150 Mbps स्पिडको 60 GB डेटा, voicemail, no contract, no credit check, cancel any time को सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ। भुक्तानी अनलाइन, डेबिट वा क्रेडिट अथवा स्टोरमा क्याश वा टप अप भाउचर्सबाट पनि गर्न सकिन्छ। छोटो समयको लागि मात्र यो अफर गरिएको हुनाले समयमै फाइदा उठाउनुहोला। थप जानकारीको लागि वेबसाइट चार्टरडिल्स र CA मा जान वा फोन नम्बर 4164003327 मा सम्पर्क गर्न सक्नुहुनेछ। नमस्ते, पुनः यहाँहरूलाई स्वागत गर्न चाहन्छु र यतिखेर मसँग केही यहाँ कम्युनिटी इभेन्टहरूको बारेमा जानकारी छ यहाँहरूलाई गराउनको लागि। र सबभन्दा पहिलो, आज स्याटरडे मे 10 को दिन मदर्स डे म्युजिकल नाइट भनेर बेलुका 7 बजे यो कार्यक्रम सुरु हुँदैछ, सांगीतिक कार्यक्रम। र यसमा चाहिँ मुख्य आकर्षक हुनुहुन्छ कृष्ण काफ्ले र यो कार्यक्रम हुँदैछ। यसको भेन्यू चाहिँ नमस्ते रेस्टुरेन्ट एन्ड इभेन्ट सेन्टर स्कार्ब्रोमा हुँदैछ। र त्यसै गरी आजकै दिन अर्को सांगीतिक कार्यक्रम पनि हुन्छ। उर्बी इभेन्ट्सले यो कार्यक्रम गर्दैछ मिसागामा, र यो
भोखारा ग्रिल ब्राम्पटनको कार्यक्रम छ र आजै 10 मे 2025मा 7 बजेबाटै भनेको छ र यो कार्यक्रमको मुख्य आकर्षक भनेको बद्री पङ्गेनी, नम्रता सापकोटा र रचना रिमाल हुनुहुन्छ। र त्यसै गरी आइतबार सन्डे मे 11 भोलिका दिन चाहिँ विशेष पूजा आराधनाको लागि चाहिँ निमन्त्रणा गरेको छ पशुपतिनाथ तथा बुद्ध मन्दिर टोरन्टोले र यसको कर्ता तथा प्रसाद प्रायोजक चाहिँ श्रीमती चन्दा गुरुङ हुनुहुन्छ। र त्यसै गरी बुद्ध जयन्तीको अवसरमा एउटा कार्यक्रम हुँदैछ। हेल्मो सोसाइटी क्यानाडा, युनाइटेड शेर्पा किदुक, तामाङ सोसाइटी अफ क्यानाडा, तमुदी क्यानाडा, क्यान्डेन नेवा गुठी, नेपाली जनजाति आदिवासी महासङ्घ क्यानाडा, यी सबै क्यानाडाको संयुक्त आयोजनामा मे 12 सोमबार 2569 बुद्ध जयन्ती हुन गइरहेको छ। यो चाहिँ भेन्यू रहेको छ 292 कोनिस्टिगा ड्राइभ ब्राम्पटनमा बेलुकी 5 बजेपछि। त्यसै गरी बुद्ध जयन्तीका अवसर पारेर पशुपतिनाथ मन्दिर क्यानाडा नेप्लिज क्यानाडियन हेरिटेज सेन्टरले तपाईँको बुद्ध जयन्तीको सेलिब्रेसन गर्दैछ 2569 बुद्ध जयन्तीको अवसरमा। र विशेष गरी यो चाहिँ स्पेसियल गेस्ट हुन्छ भन्ते सागर धम्म र यो कार्यक्रम पनि अघि हामीले भन्यौँ सोमबार हुँदैछ। र त्यसै गरी अघि अनिल दाइले भनिसक्नु भएको छ मेको चाहिँ 30मा आनी छोइङ डोलमा साउन्ड अफ प्योर जोय भनेर एउटा हिलिङ मेलोडियस फ्रम हिमालयज भनेर एउटा कार्यक्रम ब्लुजेरियनले आयोजना गर्दैछ। यहाँहरूले यसको लागि चाहिँ टिकटहरूको बुकिङ सुरु भइसकेको छ। यहाँले टिकट बुकिङ गर्नु भएको छैन भने bluejerian.com मा गएर यहाँहरूले त्यहाँ विषयमा जानकारी लिन सक्नुहुनेछ र टिकट बुक गर्न सक्नुहुनेछ। त्यसै गरी श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरको सहयोगार्थ हिमालयन भाइब्स साङ्गतिक साँझ भनेर एउटा कार्यक्रम हुन गइरहेको छ र यसको आयोजक छ श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर र हिमालयन भाइब्स। र यो कार्यक्रम चाहिँ स्थल केनेडी कन्भेन्सन सेन्टरमा छ र यो स्याटरडे मे 31 को दिन हुन गइरहेको यहाँहरूलाई हामी जानकारी गराउँछौँ र यसको लागि यहाँहरूले अग्रिममा टिकट बुकिङ गर्न पनि अनुरोध गर्न चाहन्छौँ। र त्यसै गरी यो इन्टरनेसनल माउन्ट एभरेस्ट सगरमाथा डे भनेर मे 31 को दिन यो भ्यान्कोभर BC-मा एउटा कार्यक्रम हुँदैछ जसको बारेमा हामीले भलाकुसारी पनि गरिसकेका छौँ र यहाँहरूलाई स्मरण गराउन मात्रै हामी भन्दैछौँ। यो इन्टरनेसनल माउन्ट एभरेस्ट सगरमाथा डे मे 31मा को बेलुकी भ्यान्कोभरमा यो हुँदैछ। र समाचार श्रृङ्खला र त्यसपछि यो कम्युनिटी इभेन्टको बारेमा जानकारी यति नै दिँदैछु र त्यसपछि बाँकी अरू कुराहरू अनिल दाइहरूले यहाँ समक्ष राख्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ। जानकारी लिनु खोजेको कतिको अब पहिला त IPL तिर ध्यान पनि बढी थियो तर अब अहिले IPL पनि स्थगित भएको छ। पाकिस्तान र इन्डियाको वारले हामी नेपालमा पनि कतिको प्रभाव पर्ला जस्तो लाग्छ तपाईँलाई? दाइले भनिहाल्नुभयो त मलाई चाहिँ त्यो एकदम कुरीकुरी लागिरहेको थियो। वास्तवमा अहिले धेरै नेपाली मिडियाहरूमा पनि चर्चा आउँछ अब हामी नेपाल चाहिँ सानो देश हो यस्तो मामिलाहरूमा चाहिँ असंलग्न रहनुपर्छ भन्ने चाहिँ कुराहरू आइरहेको छ। तर मैले चाहिँ मेरो आफ्नो व्यक्तिगत रूपमा हेर्दाखेरि चाहिँ म नेपाललाई असंलग्न देख्दिनँ। नेपालका चाहिँ तपाईँको बेलायतमा पहिलो विश्व र दोस्रो विश्वयुद्ध हामीले बेलायतको पक्षमा लड्यौँ। फकल्यान्ड आइल्यान्डमा अहिले पनि अर्जेन्टिनाहरूले गोर्खा भनेपछि रिसाउँछन् उनीहरू होइन। हाम्रा रगत बेलायतका लागि बगेको छ। अहिले भारतमा 7वटा रेजिमेन्ट छ, त्यो 32-34 हजार सेना थिए। अहिले यो अग्निपथ आइसकेपछि अलिकति घटाएको छ, 4 वर्षमा भर्ती भएको छैन। अहिले पनि सायद 15-20 हजार मान्छे छन् होला। कारगिलको युद्धमा नेपालीको रगत बगेको थियो। अहिले पनि त्यो सिमाना क्षेत्रमा LOC एरियामा सायद त्यहाँ गोर्खा तैनाथ गरिसकेको छ। भनेपछि हामी भारतको पक्षमा लडिरहेका छौँ, कहिले बेलायतको पक्षमा लडिरहेका छौँ भने हामी असंलग्न कसरी भयौँ? अहिले पनि तपाईँको सीमा क्षेत्रमा यो भारतीय सेनासँग हाम्रो सशस्त्र प्रहरीहरूको चाहिँ संयुक्त अनुगमन चाहिँ 2000 भन्दा बढी पोस्टहरूमा अहिले खडा भएर भइरहेछ। भनेपछि त हामी त भारत सँगसँगै छौँ। त्यस्तो अवस्थामा हामीलाई असंलग्न भन्न मिल्ला र यो चाहिँ एउटा प्रश्न छ जस्तो मलाई लाग्छ। र अर्को चाहिँ अघि दाइले भने जस्तो असर पर्छ दाइ यो चर्किँदै गयो भने युद्धरत अवस्थामा भारतले आफूलाई अरू देशलाई निर्यात गर्ने सामानहरूमा रोक गर्न सक्छ। नेपालमा इन्धन कम जान सक्छ, ग्यास कम जान सक्छ, खाद्य वस्तुहरूको चाहिँ हामी कहाँमा आयात कम हुन सक्छ, त्यसले गर्दा महँगी बढ्न सक्छ। यी धेरै कुराहरू असर र सबैभन्दा खतरनाक कुरा भनेको चाहिँ पाकिस्तानीहरू जो भारतमै पनि छन् विभिन्न रूपमा ती मान्छे सुरक्षित थलोको रूपमा नेपाल छिर्ने र नेपालमै चाहिँ अरू एक्टिभिटीहरू बढाउने हो भने चाहिँ इन्डियाले चाहिँ यसलाई निको नमान्ने एउटा अवस्था र जसरी भुटानीहरू पहिला नेपाल आए त्यसै गरी चाहिँ यो अवैध पाकिस्तानीहरू नेपाल आएर चाहिँ बस्ने अथवा पाकिस्तानी मात्रै होइन अरू रोहिङ्ग्या छन्, बङ्गलादेशीहरू छन्, त्यस्तो खालको चाहिँ अनवान्टेड पपुलेसन चाहिँ आएर एउटा अवस्था सिर्जना हुन्छ कि भन्ने चाहिँ डरलाग्दो छ जस्तो लाग्छ दाइ। डेफिनेटली। अनि यसमा अर्को सन्दर्भ पनि के छ भने तपाईँको चाहिँ नि तपाईँले भने जस्तै अनवान्टेडहरू पनि बढी हुने भयो, क्रियाकलापहरू पनि बढी हुने भयो।
त्यसमाथि पनि अहिले नेपाल सरकारले यो सुरु हुने बेलामा 7 जना है कतिजना पाकिस्तानी सैनिकहरूलाई चाहिँ नि आई डोन्ट नो किन निमन्त्रणा गरेर चाहिँ नेपालमा भित्राएको थियो। त्यसको चाहिँ चर्चा चाहिँ नि परिचर्चा तपाईँको सदनमा पनि भइरहेको छ होइन। स्पेसली अब यो आइतबारको दिन मदर्स डे परेको हुनाले बच्चाहरूले केही प्रोग्रामहरू गरेछ कि आमाको निम्ति? अब प्रायः जस्तो आजकल भन्ने बेला बच्चाहरूले के भन्छ यो सेक्रेट राख्ने भन्छन्, तर अब यो फादर्स डे मदर्स डेमा केही न केही कुरो चाहिँ यहाँ हुन्छ भन्ने कुरा थाहा भएको छैन। आफैमा कसैको घरमा पनि मेरो विचारमा यो ओपन सेक्रेट हो जस्तो लाग्छ। अलिक बच्चा हुर्किसकेपछि बच्चाहरूले आफ्नो ढङ्गले केही न केही प्रिपेरेसन गर्छन्। होइन भने हामी सबैले भएको भने कम्तीमा स्कुलबाट आउँदा यहाँको एउटा राम्रो सिस्टम के छ, स्कुलले यो विकेन्ड हुने हुनाले फ्राइडे नै उनीहरूलाई चाहिँ इन्भेलपमा त्यो ब्यागमा केही न केही मदर्सको लागि चाहिँ आर्ट केही न केही क्राफ्टहरू चाहिँ पठाइराखेको हुन्छ र बच्चाहरूले अनि स्कुलबाट आइसकेपछि अथवा त्यो स्पेसल डेमा आफ्ना बुवा आमालाई दिने गर्छन्। मलाई लाग्छ अबको मदर्स डे भोलि त्यही नै हुन्छ र सबै हामी नेपालीले यहाँ त्यसरी नै मदर्स डे चाहिँ। तर हामी भाग्यमानी भन्नुपर्दा चाहिँ 2टा मदर्स डे 2टा फादर्स डे, अस्ति एक हप्ता अगाडि नेपालको मदर्स डे, अब हामी आइतबार यहाँको फेरि मदर्स डे मनाउँदैछौँ, इन्जोय गर्दैछौँ, एडप्ट हुँदैछौँ। हाम्रो कल्चर हो, अब यहाँको कल्चरलाई पनि एडप्ट गरिरहेछौँ, खुसी लाग्छ। हस्, बिहानको अमूल्य समय हाम्रो सकिन लागेको हुनाले रेडियोबाट यो यम बुद्धको गीत आमाको निम्ति डेडिकेट हुँदै हामी दुवैजनालाई आज स्टुडियोबाट बिदा दिनुहोस्। अर्को साता यही स्टुडियोबाट तपाईँहरूसँग प्रत्यक्ष प्रसारणमा गफ गर्नेछौँ। म अनिल थापा र मेरो साथी मदन बस्नेतलाई पनि बिदा दिनुहोस्। तपाईँको दिन र साता मङ्गलमय रहोस्। यो गौतम बुद्धको जन्म जयन्तीमा उत्सवमा कार्यक्रमहरू हुँदैछ, तपाईँहरूले पनि पार्टिसिपेट गर्नुहोला र ह्याप्पी मदर्स डे टु एभ्री वुमन्स। भन्दा ठुलो अरू हुनेछन् के म सक्दिन आमा तिमीलाई सोहीसँग निभाज्न पवित्र यो बन्धनलाई बस्ने संसार लाग्न कस्तो मानिस जसले संसार। हस्त दर्शकहरू, रेडियोबाट हामीले बिदा हालिसकेका छौँ। तपाईँहरूसँग पनि हामी बिदा लिन चाहन्छौँ। फलाकुसारी गर्न जहिले पनि आधा घन्टा भयो भने तपाईँहरू आइदिनुहुन्छ, त्यसको निम्ति मुरी मुरी धन्यवाद दिँदै म र मेरो साथी मदन बस्नेतलाई पनि बिदा दिनुहोस्। अर्को साता यही स्टुडियो र यही फ्रिक्वेन्सी र फेसबुक लाइभबाट हामी प्रत्यक्ष प्रसार हुनेछौँ। तपाईँको दिन र साता मङ्गलमय रहोस्। नमस्ते।